हेलो गाइस, गुड मर्निङ। म चाहिँ भर्खर उठेर यहाँनिर लुगाहरू पट्याएँ, मिलाएँ। नानीले गर्दा ढिलो उठाइ हुन्छ। 8:30 भइसकेछ। आज चाहिँ रातभरि निन्द्रा नलागेर अलिकति ढिलो उठाइ भयो नि त। त्यही भएर 8:30 भएछ। म भर्खर उठेर चाहिँ यहाँ बेडसिटहरू मिलाएँ। अब पानी पिउँछु। अहो, बाहिरको मौसम त यस्तो पो रहेछ त हौ। चिसो पानी सिमसिम पर्दो रहेछ आज पनि। ए लु, यता बाउ छोरा खाना खाँदै रहेछ। नानीलाई माम खुवाउँदो रहेछ। कतिवटा भेराइटी हो नानी। आमाम के आज त ग्रिन भेजिटेबल छ त भाइलाई त। दाजु खाना बनाउनु हुँदो रहेछ। मर्निङ ड्युटी हो यता हाम्रो सरको चाहिँ। सर के पकाउनु भयो आज सब्जीमा? आलु र के भन्नु भेन्डी। आलु भेन्डी अनि दाल र अचार। दाल अचार आलु भेन्डी। वाउ, यस्तो चिसो मौसममा अब घिरेना पनि छ। हिजोको सिस्नु हिजो बेलुका हामी सिस्नु पकाएको थियो। सिस्नु पनि छ अरे। सब्जी त पुरै भेराइटी रहेछ नि त आज। हाम्रो यहाँ स्टुडेन्टहरू पनि आइसकेको छ। माथिको धुर्बा भाइ। खोइ यो छोयल भाइ। बाउ छोरा पानी झरीमा कहाँ डुलेर आउनु भएको? इन्चु कहाँ डुली डुली गरेर आउनु भएको? पानी झरीमा नि घुमाउनु लानुहुन्छ। बाउले टावल ओढाइकन लगेको रहेछ नि त। यहाँ भाइ उसलाई चाहिहाल्यो अरे त्यो पनि। हुँदैन हुँदैन हुँदैन। नो 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 नो। गयो दादाहरू। इन्चुमको दादाहरू इचुल छ। म पनि जाने भन्नु त भाइ। म पनि जाने। जाने बिचरा भाइलाई छोडिराखे दादाले हो। दादाले इचुल जाने भयो दादा। भाइलाई छोडिराखेला होइन। हामी चाहिँ खाना खान थाल्यौँ। यता हाम्रो लाठे पनि खाना खानु हुँदैछ। उसको माम चाहिँ ऊ आधी मात्रै खाएछ अरे। फेरि हामीसँग पनि खाने अरे। लु दुईटा मिक्स भाइको माम हो। खानुहोस्। आज सिस्नु चाहिँ यस्तो दामी छ कि। यति दामी सिस्नु। ओ माइ गॉड। आहा। हेर्नुहोस् है साथीहरू, आज मेरो घरमा यस्तो खतरा बिगार गरेको छ। यो फुल स्ट्यान्ड थियो। यति बेसी फुल राखेको थिएँ। यहाँ ड्यामडुम झारेर सबै पटहरू फुटाइदियो। मैले ह्यान्डमेड पट बनाएको थिएँ, त्यो पनि फुटाइदियो। रबरको पटहरू भुइँभरि, बेडसिटभरि, बेडभरि ड्याङडुङ मलाई मल। आज भनेर मेरो एउटा लेफ्ट साइडको कान्छी औँली पनि काटिदियो। यो स्ट्यान्ड पक्रिने हुँदाखेरि सत्यानाश गरिदियो। सत्यानाश गर्नुहुने महाराजा चाहिँ यहाँ हुनुहुन्छ। उता धङ्सा गर्यो, यता आएर फेरि खाना खानु लाग्यो। यता पनि बर्बाद। मामसँग खेल्नु मजा आयो। आज चाहिँ म बारीमा मकै रोप्नु गएँ। आलु खनेर कम्ती बारी खाली थियो। त्यसमा चाहिँ आज मैले 1 घोगा मकै लगाएर रोपिराखेको छु। बेसी पनि होइन, 1 घोगा। भिडियो आफै अन गरेर राखेको थियौँ। आधी मात्रै देखेछु नि म त। आधी त देखिनँ रहेछु। उँभो मात्रै टाउको मात्रै निस्केछ। ड्याङ्की ड्याङ रोपेर नि सकिपाल्यो।